चाहिँ लागे अब देखि कहाँ कुवा खाने लाइफमा आज त दामी ठाउँ भएर म भ्लग गर्न गएको छु। आज त बेलटारबाट कुवा खानेको कस्तो खालको भ्यू छ। आज हल्का मौसम पनि दामी भएको कारणले गर्दा म त भ्लग बनाउनु जान्छु है त। ओहो हो बब्बाल चिसो भएको छ। आज पनि कुवा खानेको भ्लग कस्तो आउँछ त म तपाईँहरूलाई भन्दैछु है त। ओहो बेलटार बजार, दामी बेलटार बजार। आज शनिबार पनि हल्का चहल पहल चाहिँ उपर दामी भइरहेको छ। छाता ओढेर हेर्नु न, एकदम गाडीमा बब्बाल जाँदैछ। आज भने पछि कुवा खानेको यात्रा कस्तो हुँदो रहेछ म भ्लग तपाईँहरूमाथि मार्फत ल्याउँछु है त। आज म हाइवे रोडतिर जान लागे। पुसोलाल चोक हो, नेपालको झन्डा सान हेर्नु, पुष्पलाल चोक। अब भनेपछि म बस पार्क आइसकिसकेँ। म बस आइसकिसकेँ। आज भनेपछि बब्बाल भिडियो आउने भयो त है त। ल हाम्रो बसमा चाहिँ है कोही पनि जान चाहनुहुन्छ उग्रचण्डी डिलक्सको देखिहाल्नुभयो। दामी पेट्रोल पम्प हेरिहाल्नु, पेट्रोल पम्प हो, यही हो पेट्रोल पम्प। तर 216 रुपियाँ पैसाको पेट्रोलको दाम चाहिँ होइन। यी जेन्जीहरू जेन्जी वर्कसप। आज भनेपछि म हाइवे रोड निस्कन लागेँ है त। आज तपाईँहरूलाई म दामी भिडियोहरू देखाउँछु। तोकेर आउँदैछ अङ्कलले। हो तिमी हुन्छ भन जेसुकै त होला, यो मायाको सागर मिलेर तरहला। आज हेर्ने भाइको मोटरसाइकल वर्कसप पनि बन्द रहेछ। भाइले आज दामी मनाएको छ जस्तो लाग्यो मलाई। अब म काठमाडौँ जाने बाटो चाहिँ धरान जाने बाटो चाहिँ लागेँ है त। हाइवे रोड आएँ। अब म लेफ्ट लाग्दैछु है, लेफ्ट लाग्दैछु। अब यहाँबाट चाहिँ कुवा खानेको आजको भ्लग कस्तो हुन्छ हजुरले हेर्नु होला। अनि अधिकारी होटल लज पनि यहीँ छ है साथीहरू। तपाईँहरू हाइवे रोडमा हिँड्नु छ भने अधिकारी होटल लजमा पनि बस्नु होला। अब ट्र्याक्टरको पछि जाने भयो म चाहिँ है, ट्र्याक्टरको पछि। वा, ट्र्याक्टरलाई लिएर जाँदैछु म चाहिँ अब गन्तव्यतिर। ट्र्याक्टरले त मलाई साइकै छोडेन हौ। ट्र्याक्टरले बरु उडायो, मलाई साइकै छोडेन। भाइहरू खतरा, ट्र्याक्टर ड्राइभर खतरा गाँथे। मरे छोडे त मरिजाउँ। ठिकै छ, म पछाडि जान्छु। यो बाटो चाहिँ एकदमै होइन पक्की रोड बनाएको भए चाहिँ हाम्रो कुवा खाने बब्बाल हुन्छ कि। पक्की रोड छैन नि त, वकिङ जान लागि चाहिँ अलिक अप्ठ्यारो हुन्छ जस्तो होइन। प्रायः कुवा खानेमा आजभोलि कोही पनि जानुहुन्न कि। हाम्रो कुवा खानेलाई त सबैले भाइरल बनाउनुपर्छ हो साथीहरू, बेलटारवासी दाजुभाइ तथा दिदीबहिनीहरू। म चाहिँ आज त्यही भएर जाँदैछु। पानी छिनछिन पनि परेको छ, त्यही कारणले म आज हिँडे कुवा खाने हो। मेरो बाइक अनि म यो तरिकाले जाँदैछु। को आयो, वा मलाई नसोधा कहाँ दुख्छ घाउ, बल्ल मलाई छोडेर भाइहरूले। मलाई त डर लाग्छ कि यो ट्र्याक्टर अनि यो के अरे ट्रक टिपरदेखि। त्यही भएर
म त बिस्तारै बिस्तारै कुदाउँछु। यहाँ चाहिँ अहिले यो हाम्रो जङ्गलमा चाहिँ जङ्गली जनावरहरू पनि चराचुरुङ्गी होइन, कुखुराहरू अनि मयुर अनि त्यो के भन्छ नीलगाईहरू पनि आउँछ। आज आयो भने म देखाउँछु है त। म जाँदैछु है। आज के देख्छ म देखाउँछु है त हजुरलाई ल। म 30 को स्पिड जाँदैछु। म यहाँ चाहिँ कसरी चाहिँ कुदाउँदिनँ किनकि मलाई डर लाग्छ। जो पनि बाहिर विदेशतिर हुनुहुन्छ आफ्नो ठाउँ हेर्न मन पऱ्यो भने मेरो भ्लग चाहिँ हेर्नु होला है। म चाहिँ गाउँको भगत लिएर आउँछु होइन। बाटो आउनु अब उहाँलाई एउटा कुरा सोध्छु ल म। अङ्कल कहाँ हिँड्नुभएको? कता जानुभएको? हजुर यहाँ जङ्गली नीलगाईहरू पाउँछ? नीलगाईहरू आउँछ? नीलगाई जङ्गली जनावर। नीलगाई भन्ने हुन्छ नि, मकैहरू खान्छ अरे नि। थाहा छैन? ए अनि कहाँ हिँड्नु हजुर? घर चाहिँ ए हजुर के मगर हो कि राई हो? ए राई भाइ पढ्नु भएछ अङ्कल। अङ्कलको मैले भिडियो बनाएँ। अनि यता चाहिँ कता लाग्नुभएको? माडीबास। ल त अङ्कल हुन्छ है। हुन्छ। म पर हिँडेको कुवा खानु। नीलगाई आउँछ भन्थ्यो उहाँले खाएर यहाँ छ, त्यही भएर हेर्नु तार घेर लगाइरहेको छ है। बुझ्नुभयो नि? हाम्रो बेलटारको जङ्गलहरू चाहिँ हेरिहाल्नुहोला। हजुरहरूले कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला। म चाहिँ लागेँ अब यतातिर। हो लाउरे दाइले परदेशबाट पठायो खबर। अब म यहाँबाट लेफ्ट लिन्छु। लेफ्ट लिएपछि बाख्रा म्या म्या गरेर चाहिँ बाख्रा म्या म्या। पानी सिर चाहिँ पर्दछ हजुर। पानी सिर पर्छ। यो कसो घर हो तपाईँहरूले आफै किन्नु होला। कसो घर हो? बबाल दामी बनाउनु भएको छ घरहरू हो। यता पनि बबाल घरहरू बनाउनु भएको छ क्या हो। दामी भैँसी। अब भने फुटबल ग्राउन्ड आउन लाग्यो। त्यो घरहरू हेरिहाल्नु कसो गर्छ कमेन्ट गर्नु होला। आज भनेपछि कुवा खाने म अझै छ टाइम पुग्न। फुटबल ग्राउन्ड यो चाहिँ सिरवानीको फुटबल ग्राउन्ड अरे भन्छन्। यहाँ कहिलेकाहीँ यहाँ लोकल पनि हुन्छ, म्याच पनि हुन्छ भाइहरूको। बरेको हाँगा लगाइदिउँला शिरमा लिएर गइदिनु। मेरो गीत कस्तो छ है हेरिहाल्नु। म त अलिक बिस्तारै चलाउँछु भाइहरू आउँदैछ है हो। के रहेछ आज मान्छे त थुप्रो बसिरहेको छ त्यहाँ होइन? के रहेछ आज? के नाच्दैछ हो? के नाचगान हुँदै रहेछ यहाँ चाहिँ हो। रोड बनाउनु हुँदो रहेछ, दामी रोड बनाउनु छ आज भनेपछि कुवा खाने बाटो लाग्यो है त म। ल है
आयो हो त कुवा खाने यहाँ चाहिँ दिनभरि चाहिँ गाई गोठालाहरू हुन्छन् होइन पर हेर्नु त कस्तो दामी दामी भेटेको छ च्यान गाडी त्यो च्यानमा राति जाने भाइलाई पनि यही भ्लगबाट म वेलकम गर्न चाहन्छु उदयपुर बेल्टाको च्यानमा पनि आएर हन्टिङ गर्नु पऱ्यो भाइ हन्टिङ तर्साउँदैन त्यो त थाहा भएन मेरो भाइ उदयपुर बेल्टामा पनि हन्टिङ गरेर हान्थ्यो त आएर कस्तो हुँदो रहेछ हाम्रो यहाँ चाहिँ एकदम बबाल पिकनिक प्लेस त दामी छ कि तर यो रोडहरू नबनेको कारणले गर्दा चाहिँ यहाँ कोही पनि आउनुहुन्न होइन मलाई चाहिँ पर मनपर्छ नि त आफ्नो ठाउँ हो होइन हेर्नु त यस्तो दामी दामी है सालको रुखहरू छ आज म हिँड्दै कसैलाई भेटेँ भने चाहिँ केही कुराहरू सोध्छु क्या है ठ्याक्कै मिलायो भने चाहिँ म आज म पुरस्कार दिन्छु 100 रुपिस 50 रुपियाँ दिन्छु क्या तर जेन्जीहरूलाई है बाटो यस्तो छ हजुर अब त बिस्तारै लान्छु है त म तपाईँहरूलाई साँच्चीकै रियली कुवा खान देखाउनु पऱ्यो नि त होइन यहाँ लोकल बेलटारीवासीहरूले त थाहा छ तर पनि अरू देश परदेशतिर बस्नेहरूलाई त आफ्नो ठाउँ हेर्न पुरा मनपर्छ नि त होइन त्यही भएर हेर्नु त कस्तो दामी हो मेरो बाइक चाहिँ साँच्चीको खतरा दिन्छ क्या अलिकति कानबाट हुट हुन्छ क्या आज मैले ल हेरिहाल्नु अब ओह्राल्नु ओ बाँदर ला ओ बाँदर पनि हेर न ओए बाँदर ओइ तेरो हात के भयो ओइ ला गयो अब म तपाईँहरूलाई कुवा खाने जान्छु है त कुवा खाने आइसकेको छ अच्छा मान्छे रहेछ हौ गाँठे मभन्दा सुपर फास्ट आयो क्या दुईवटा स्कुटी त मैले देखेँ है लोकेसन त यही हो है कुवा खानेको दुईवटा स्कुटी त मैले देखेँ तर को हुनुहुन्छ थाहा भएन आज चाहिँ यही हो तपाईँको कहिले सियालहरू पनि आउँछ यहाँ मैले कुखुरा चाहिँ देखेको है काली चाहिँ देखेको सियाल पनि देखेको अर्को मैले देखेको थिइनँ होइन दुईवटा स्कुटी लिएर आउनु को रहेछ यार मभन्दा पहिला आइदिनुपर्छ यहाँ चाहिँ दुईवटा स्कुटी म चाहिँ यहाँ पसेँ यहाँ चाहिँ हो दामी छ बसेर खाने ठाउँ आज मैले कुवा खाने त कसम होला आज त यति बबाल लाग्यो कि होइन कोही नभए पनि साथ छ क्या पर जेन्जीहरू रहेछ जेन्जीहरू आज भनेको चाहिँ म यो इलाका चाहिँ बाइकमा भ्लग गर्छु यसको बाद फेरि म के गर्छु तपाईँहरूलाई भिडियो बनाएर देखाउँछु है त हो आज यहाँ जेन्जी भाइहरू रहेछ क्या हो जेन्जीहरू ल आज भनेपछि यो भ्लग कस्तो खतरा आउने भयो अब थाहा छैन होइन हो आज त म बाइकमा देखाउँछु यो पुरै इलाका कस्तो है मेरो बाइक त फेरि बाघ जस्तै उड्छ वाह ल हेर्नु आज म जङ्गल बाइकमा जान्छु बुझ्नुभयो ओहो गाँठे हो ए बाँदर छ कि छैन हो यता देख्नु पो कहाँ छ बाँदर छ यहाँ गोरुहरू पनि आउँदैछ क्या अब त म घुमाउँछु कहाँ बाँदर छ नि ल हेर्नु त म घुमाएँ त यो छ कुवा खानी हजुरहरू पनि आउनु होला कुवा खानीमा रमाइलो गर्न कुवा खानीमा रमाइलो गर्ने होइन त मैले त रमाइलो गरिहालेँ आएर बाइकमा तपाईँहरूले पनि रमाइलो गर्नु होला है त दामी ल यता पनि लान्छु म उकालो पनि लान्छु हो दामी ठाउँ अब म यहाँ त रोकेँ है त जेन्जीहरू गएँ मैले गाडी अफ गरेँ त्यहाँदेखि लगाएँ त अब भनेपछि हेलमेटबाट क्यामेरा निकाल्छु त्यसका बाद म आफै भिडियो बनाउन थाल्छु हो दामी भिडियोहरू बनाउनुपर्छ यस्तै हो जिन्दगानीमा ल हेरिहाल्नु मैले भने गर्थेँ नि त मेरो बाइक भइहाल्यो होइन मेरो बाइक चाहिँ म आइसकेँ अनि कुवा खानीको खास मेन उद्देश्य चाहिँ के छ भने यहाँ अलिकति
गर्मी सिजनमा पनि एकदम मजा आउँछ कि हेर्नु त है। यो एकदम मजा आउँछ। अनि तपाईँहरू पनि आउनु सक्नुहुन्छ यो कुवाखानीमा चाहिँ बवाल गर्नको लागि होइन। अनि आज चाहिँ मैले यो भ्लग बनाएको, हजुरहरूले पनि हेर्नु होला। यस्तो छ थाबी है, पर यस्तो बवाल सिन छ नि, हेर्नु त है हो। यस्तो दामी छ नि, ल हेर्नु। अनि मेरो बाइक, म चाहिँ यहाँ कुवाखानीमा आइसकेँ होइन। कुवाखानीमा आइसकेँ अनि कुवाखानीको कस्तो रहेछ त भनेर हजुरहरूलाई देखाउनलाई आएको म होइन। कुवाखानी चाहिँ हेरिहाल्नु भयो। यो चाहिँ अब तपाईँहरूले भिडियोमा हेरिसक्नुहुन्छ। अनि मेरो बाइक र म, मेरो बाइक पनि त्यहाँ छ। अनि म आइसकेको छु कुवाखानीमा है त।